त्यो बेलामा पहिलोचोटि म 8 वर्षको छँदा चाहिँ आमाले यो वैशाखमा सतबिउ छर्ने भनेर चाहिँ पिपलीको बोटमा जल चढाउने अनि बिउ छर्न भनेर हामी चाहिँ रिडी गएको। त्यस दिन मैले पहिलोचोटि मेरो लाइफमा ट्र्याक्टर देखेको त्यस दिन। अनि ड्राइभर बस्ने सिटमा चाहिँ आमाले मलाई भनेको, बाबु गएर त्यहाँ सिट हेर त कति कँलो छ सिट, स्पन्ज भएर सिटमा गएर यसो बस्दा कति कँलो छ भनेर चाहिँ भनेको। त मैले 8 वर्षको छँदाखेरि भनेको पनि अहिले मैले भर्खर भनेको कि जस्तो फिलिङ हुन्छ। त्यो देखेको अहिले जहाजमा सुतेर आउँदाखेरि पनि अब लाइफ कहाँबाट कहाँ गयो भन्ने कुराकानी आफैलाई थाहा छैन। जीवन यस्तो रहेछ, जस्तै चप्पल लाउन नपाउँदा चप्पल लाउन मन लाग्यो, चप्पल लगाएपछि अरूले जुत्ता लगाएदेखि मलाई जुत्ता लाउन मन लाग्यो, जुत्ता लाउँदाखेरि प्यान्ट लाउन मन लाग्यो, सर्ट प्यान्ट भइसकेपछि फेरि सुट लाउन मन लाग्यो। पहिला साइकल भए पनि हुन्थ्यो भन्ने हुन्थ्यो, त्यसपछि गाडी भयो, सिकम गाडी भन्ने भयो। यो गाडी किन्ने भन्ने त थिएन, तर गाडी सिकेपछि फेरि ठुलै गाडी किन्न मन लाग्यो। अब तलको अर्को सानो गाडी किन्न मिल्दैन, अब फेरि सानो गाडी किन्ने हो भने ऋण लागेछ, यो बिग्रेछ, भ्याइएछ भन्छन्। त्यसले गर्दा अब अर्को गाडी, अब यही लेभलमै बस्नु पर्यो, यो पनि एउटा गाह्रो रहेछ।